आफूले माया गरेको मान्छेलाई जान दिनु पनि माया नै हो है। हो कि होइन? ठिकै छ नि? सबैजना सन्चै हुनुहुन्छ नि? कसैले कसैको याद त आएन नि? जान दिनेलाई जान दिनुपर्छ। माया छ भने त कहिले जाँदैन चाहिँ किन फर्केर आउँछ? ओके, अब चाहिँ नाचौँ है त। सो यो गीत चाहिँ जस्तै भर्खर रिलिज गरेको गीत थियो। अब तपाईँहरूले सुन्नु भएको छैन भने पनि इन्जोय गर्नु होला। के गर्नु अब गीत चलेको मात्रै गाउँछ भन्नु सकिँदैन। नचलेको गीत पनि चलाउनलाई गाउनै पर्यो। मैले किन यो भनेको थाहा छ तपाईँहरूलाई फ्यामिली भनेको छु नि तपाईँ मैले त्यही भएर मनको कुरा भन्दैन। अनि अरू केही कुराहरू भन्न चाहन्छु। हुन्छ नि सबैले टुक्रेको मन मात्र देख्छन्, तर बाहिरको मुस्कान एकदमै देख्न मान्छेहरू एकदम के अरे बाहिरको मुस्कान मात्रै देख्छन् मान्छेहरू, तर भित्र टुटेको मन कसैले पनि देख्न सक्दैन। अनि हामीलाई के लाग्छ थाहा छ? हामीलाई के लाग्छ भने टुक्रेको मन रिलेसनसिपमा मात्रै हो जस्तो लाग्छ क्या, तर होइन नि। टुक्रेको मन करियरमा हुनसक्छ, व्यवहारमा साथीसँग हुनसक्छ, फ्यामिलीमा हुनसक्छ, सबै चिजबाट हुनसक्छ। तर थाहा छ एउटा कुरा मैले भर्खर सिकेको कुरा के हो थाहा छ? जुन दिन कसले के भन्छ भनेर डराइन्छ नि होइन हामी, अब आफ्नो कमजोरी देखायो भने कस्तो कमजोरी रहेछ, कस्तो मुटु कमजोर रहेछ, हामी डर लाग्छ नि त होइन? मान्छेले कुरा काट्छ कि भन्ने डर, सबै चिजको डर हुन्छ नि त होइन? तर मैले जिउनको लागि चाहिँ के गर्नुपर्दो रहेछ? यो कसले के भन्छ, कसले के सोध्छ, कसले के लगाए, सबै कुरा छाडिदिनु पर्ने रहेछ। अनि चाहिँ जिन्दगी जिउन सिकिने रहेछ सबैजनाले। आफू भित्रबाट खुसी हुन सिक्नुहुन्छ सबैजना है त? भित्रबाट खुसी हुन सक्यो भने कसैले पनि केही गर्न सक्दैन, कसैको कुरालाई पनि सुन्न सक्दैन। त्यसैले यो गीत व्यक्त गर्न चाहन्छु तपाईँहरूको सामने। बिदा हुन्छ है तपाईँहरूको। अर्को क्लब भाइ पनि आउँछ होइन? बुझ्दिन तिम्रो सुन्दै सुन्छु मिठो गाता बुझ्दिन सबै त्यो सम्हाल्दैला जिन्दगीको सहारा पनि छोरी लागेछ तिमी मेरो माबाट सम्हालिरहेको यो जुनी त तिम्रै हो अर्को जुनी पनि सम्हालिरहेको। जीवनमा तिम्रो चाहना बनेर